बुवा कहाँदेखि आउनुभयो? हामी मोरङ बेलबाडीबाट बा। मोरङको बेलबाडीबाट बुवा माथि माताको दर्शन गर्नलाई जाँदैछौँ बाबा। जानु हुँदैछ। राष्ट्रिय झन्डा लगेर गाड्नु पर्यो शान्तिको लागि भनेको बा। देशमा शान्ति आओस् भनेर है एकदमै विकृति फैलियो है, आन्दोलन हुलदुङ्गा फेरि सुरु भयो नेपालमा, त्यही भएर शान्ति छाओस् भनेर त्यति मात्रै हजुरको मनको कामना? एकदम आफ्नो लागि होइन, देशको लागि आउनु? देशकै लागि र आफ्नो परिवारहरू पनि सुख शान्तिसितै रहन्। हजुर हजुर, सबै परिवारै हुन्। अनि एउटा कुरा जस्तै यहाँ एउटा विवादित विषय रहिरहेको छ अहिले, केबल कार चाहिँ काफ्ले बाटिकादेखि माथि पातिबोरासम्म बन्नुपर्छ भन्ने एउटा पक्ष हुनुहुन्छ, एउटा पक्ष बन्नु हुँदैन है भन्ने हुनुहुन्छ। हजुरको धारणा चाहिँ के छ यसप्रति बुवा? यसमा केबल कार बनेपछि चाहिँ हाम्रो नेपाल ध्वस्तै हुन्छ बाबा पाथिबारमा है। पातिबोरा माताले सहनुहुन्न? सहनुहुन्न। सहनुहुन्न। बुवाको नाम? मेरो लक्ष्मीप्रसाद घिमिरे। लक्ष्मीप्रसाद घिमिरे। बुवाको चाहिँ बन्नु हुँदैन भन्ने धारणा छ। बुवालाई धेरै धेरै धन्यवाद है। बिस्तारै जानु होला, टाढा पो छ त अझै। म 1008 स्वामी पनि हो, योगी पनि हो। योगी पनि हुनुहुन्छ है? महाकालको चाहिँ म धर्मको सदस्य पनि हो। हजुर हजुर। ल ल ल ल योगी बाबालाई धेरै धेरै धन्यवाद। बाबा बिस्तारै जानु है। हजुरलाई धेरै धेरै धन्यवाद छ। हजुर यसलाई माथलो फेरि भन्छ। दिदीहरू कहाँबाट आउनुभयो? सिक्किमबाट आउनु भएको? यहाँ एउटा कुरो छ जस्तै यो अहिले पाथिबोरा क्षेत्रमा चाहिँ केबल कार बन्नुपर्छ भन्ने एउटा पक्ष छ, एउटा बन्नु हुँदैन भन्ने पक्ष छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? बन्ने हुन्थ्यो जस्तो लाग्छ कि नबन्? हामी हिँड्नु सक्नेहरूलाई त हिँडेरै गएको राम्रो हो। हजुर। नहिँड्नु सक्नेले पनि दर्शन गर्नु मनपर्छ। हजुर, उहाँहरूलाई चाहिँ बन्ने हुन्थ्यो भन्ने होला है? होइन भन्नु, नहिँड्नु सक्नेलाई पनि त दर्शन गर्नु भन्छ। हजुर, साथीहरू उहाँहरू सिक्किमबाट आउनु भएको छ माताको दर्शन गर्नको लागि है। राम्रोसँग जानु होला। यसलाई माथलो फेदी भन्छ। अब लगभग यत्तिकै हिँडिराख्नुभयो भने 3-3.5 घन्टा माथि पुग्नुहुन्छ। बिस्तारै जानु न है। यतापट्टि हार्दिक स्वागत चाहिँ साथीहरू। ताप्लेजुङ पर्यटन महोत्सव 2081 को चाहिँ बोर्ड पनि लगाउनु भएको रहेछ। यहाँ थोरै केही आफ्नो अगरबत्तीहरू पूजाको सामानहरू ल्याउनु भएको छ भने अलिअलि चढाएर यहाँबाट गेटबाट प्रवेश गरेर जाँदा राम्रो है। आमाहरू माथि जानु भएको? ए दाजु उहाँहरूले सहयोग गरिहाल्नु। ठ्याक्क मिलेको रहेछ। दुईटा छोरा छोरी छैन। हजुर। अनि यता आमाको चाहिँ उहाँको त्यस्तै हो के? ल यहाँ सबैजनालाई एउटा क्वेसन मैले सोधिहालेँ ल। जस्तै हजुरहरूलाई बिचरा बोकाएर आउनु भएको छ, दाइहरूले आइसकेपछि सेवा सुविधा दिनुहुन्छ है। जस्तै अहिले यहाँ एउटा चाहिँ कुरा आइरहेको छ, पाथिबोरामा केबल कार बने हुन्थ्यो भन्ने एउटा पक्ष हुनुहुन्छ, एउटा पक्ष नबने हुन्थ्यो भन्ने हुनुहुन्छ। हजुरहरूलाई कस्तो लाग्छ? बने हुन्थ्यो भने जस्तो छ। कति बुढाबुढी आउन रहर गरेछन्, अब केबल कार भए आउँथे सजिलो हुन्थ्यो भन्ने कुरा हजुरहरूको है। जस्तै फेरि यता हाम्रो दाजुहरूको के छ कुरो? हजुर, केबल कार बन्ने भनेको मान्छेलाई विकास चाहिन्छ। हजुर, विकास नचाहिने होइन। हजुर। तर अब एउटा दलालले बनाउँछ भने हामी बनाउन दिँदैनौँ न। मतलब आउँछ यात्री, दर्शन यात्री आउँछ, आएर बोकिने भनेको थोरै कम हुन्छ। हजुर हजुर। अब नसक्नेलाई त बोक्ने व्यवस्थै गरेर आएको हुन्छ। उहाँहरूले पैसा यति लाग्छ भनेर आएको हुन्छ लिएर होइन। हजुर हजुर। त्यो हो। अनि हामी चाहिँ नबस्ने गलत तरिकाले नबनोस् यहाँ भन्ने कुरो। विकास चाहिन्छ, विकास मजाले गरोस्, विकास गरोस् भन्ने कुरा छ। आमाहरूको चाहिँ बने हुन्थ्यो भन्ने छ। गोली हानेर यहाँ बनाउनु हामी दिँदैनौँ। ओके है। जस्ट मैले प्रतिक्रिया मात्रै लिएको है। म फेरि कुनै उसको पनि होइन होइन। उहाँहरूको राय सरसल्लाह लियो साथीहरू। हजुर, आमाहरू बिचरा जानु हुँदैछ है। दाजुहरूले सेवा सुविधा दिनुहुन्छ। यहाँ आइसकेपछि साथीहरू है बोकेर चाहिँ लगिराख्नु भएको छ। अलिकति कष्ट पनि छ यो यात्रा, बोकाएर लाँदाखेरिको यात्रा चाहिँ है। म कुनै पक्षमा छुइनँ है। फेरि म चाहिँ एकदम निष्पक्ष तरिकाले चाहिँ आज पाथिबोरा क्षेत्रमा आएर चाहिँ साथीहरू यो पुण्यभूमिमा आएर राय सरसल्लाह कलेक्सन गरिरहेको छु। भिडियो मन पर्यो भने ड्याङ 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 लाइक गर्दै जानु होला र सेयर पनि गर्दै जानु होला। यतापट्टि लाली गुराँसको बोटहरू छ। यो क्षेत्र चाहिँ आफैमा एकदमै पुण्य छ कहाँ। यहाँ विभिन्न प्रकारको चाहिँ जडीबुटी है। त्यस पछाडि चराचुरुङ्गीको आवाज सुन्नुभयो होला। चराचुरुङ्गी, सेतो लाली गुराँस आफैमा एकदमै लोप हुन लागेको लाली गुराँस, सेतो लाली गुराँस यता देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ रातो लाली गुराँस, विभिन्न चाहिँ लहरे धुपीहरू है, सल्लोहरू पानी बोकेर आउनुभयो हजुर है। एउटा कुरो छ जस्तै यहाँनिर पाथिबोरामा चाहिँ केबल कार बने हुन्थ्यो भन्ने एउटा पक्ष हुनुहुन्छ, एउटा नबने एउटा पक्ष हुनुहुन्छ है। हजुरलाई चाहिँ आफ्नो धारणा थोरै राखिदिनुहुन्छ के भए जस्तो लाग्थ्यो दाजु? हामी चाहिँ नबन्दै राम्रो लाग्छ, किनभने यो पवित्र स्थल हो। हजुर। हामी यो चाहिँ छेत्री हुन्छ। छेत्री भनेको पवित्र एकदम, यसमा चाहिँ हजुर धेरै कुराहरू हुन्छ। हजुर। अन्त
हरेक कुराहरू चिताको पुग्छ अनि कुनै पनि इच्छा पुरा हुनको लागि दुःख कष्ट त गर्नुपर्छ जे कुरा दुःख कष्टको साथ पाइन्छ त्यसको महत्त्व अलिकति बढी हुन्छ होइन जे कुरो सजिलै पाइन्छ त्यसको भ्यालु लेस हुन्छ घटेर जान्छ भन्ने कुरो दाजुको है तरराबाट आउनु भएको छ दाजुले आफ्नो प्रतिक्रिया ए हजुर नाम के भन्नुभयो भक्त माबुहाङ दाजुलाई धेरै धेरै धन्यवाद एकदमै चाहिँ साथीहरू महत्त्व राख्ने ठाउँ हो है चाहिँ धारणा आफ्नो आफ्नो रहेको छ यहाँनिर चाहिँ कोही चाहिँ साथीहरू चाहिँ तीर्थयात्रा गर्ने आउनु भएको भन्नुहुन्छ नबने हुन्थ्यो कोही बने हुन्थ्यो हजुरहरूको राय चाहिँ के छ कमेन्ट गर्दै जानु होला है हजुरहरूको राय पनि चाहिँ साथीहरू महत्त्व राख्छ भिडियोलाई व्यापक सेयर गर्दै जानु होला मेरो च्यानलमा फर्स्ट टाइम भिजिट गरिराख्नु भएको हो भनेदेखि म यो पवित्र भूमिबाट हजुरहरूलाई रिक्वेस्ट गर्दैछु म पनि दुःख कष्ट सहेर चाहिँ माथिल्लो फेदीसम्म आएर अहिले माथिल्लो फेदीदेखि चाहिँ तल्लो फेदीसम्म अब चाहिँ साथीहरू चाहिँ हाम्रो भक्तजनहरूको राय सरसल्लाह चाहिँ कलेक्सन गर्दै चाहिँ तल झरिरहेको छु साथीहरू एकदम एनर्जी ड्रिङ्कको साथमा हजुर कहाँबाट आउनुभयो हजुर दुबीबाट आउनु भएको छ सुनसरी गल्नुभयो दिदी त्यही भएर चाहिँ एनर्जी ड्रिङ्कको साथमा माथि यता पनि दिदी हुनुहुन्छ दिदी एउटा कुरा सोधिहालेँ जस्तै केबल कार बनेदेखि राम्रो कि हजुरहरूलाई चाहिँ जस्तै आउँदै गर्दाखेरि नबने हुन्थ्यो भन्ने के छ उकालो हिँड्दा त बने जस्तो राम्रो हजुर उकालोमा यो साह्रो पर्दा चाहिँ बनेकै ठिक जस्तो लाग्छ हजुर फेरि बनो भने यसरी अनि यो चाहिँ मजा लिन पाइँदैन नि त मातालाई सजिलै भेट्यो भने फेरि बसेर हेर्दा चाहिँ केबल कार बनेको राम्रो यो उकालोमा हिँड्दा चाहिँ गाह्रो छ यता दाजुले केही भन्न लागिराख्नु भएको छ दाजुलाई बने हुन्थ्यो जस्तो लाग्छ कि नबने हुन्थ्यो जस्तो लाग्छ दाजु मलाई त बने हुन्थ्यो जस्तो लाग्छ बने हुन्थ्यो नै जस्तो लाग्छ आफ्नो आफ्नो राय छ होइन ठिकै छ अब बन्दाखेरि पनि नराम्रो छैन अब बन्यो भने आमा बाउले पनि जानु पाउँथ्यो नि त अशक्त घाइते धेरै अब चाहिँ बच्चा बच्ची होइन बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई पनि सजिलो हुन्थ्यो भन्ने कुरो दाजुको है कहाँबाट आउनुभयो दाजु म काठमाडौँबाट आउनु भएको छ दाजुको शुभ नाम प्रेमबहादुर शाही हुनुहुन्छ दाजुलाई धेरै धेरै धन्यवाद माथि जानुभयो कि तल माथि ए माथि लु बिस्तारै जानु टाढा छ 3 घन्टा त अझै मजाले हिँड्नुभयो भने लाग्छ कहाँबाट आउनुभयो दाजु हामी विराटनगरबाट आउनुभयो यहाँ एउटा कुरो छ जस्तै केबल कार बने हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्छ कि हजुर नबने हुन्थ्यो बनेको भए सजिलो हुन्थ्यो आउन जानलाई सजिलो हुन्थ्यो भन्ने कुरो बुढापाका मान्छेलाई सजिलो हुन्छ यता दाजुले लिएर आउनुभयो दाजुलाई धन्यवाद है यता के लिएर आउनुभयो माथि चढाउनलाई हो पाठी कि बोका हो ल बिस्तारै जानु हजुरलाई के लाग्छ बने हुन्थ्यो जस्तो लाग्छ किन केबल कार बन्ने कुरो छ नि हजुर मलाई हजुर नबनेकै राम्रो हो है यो म फेरि कुनै पक्षमा छुइनँ है यता बने पनि ठिकै छ नबने पनि ठिकै छ भन्नेतिरको म चाहिँ हजुर हजुर किन भन्दा हजुर हजुर यो बनो भने सजिलो हुन्छ हजुर बनेन भने अप्ठ्यारो हुन्छ हजुर दुःख गरेन भने केही चिज पनि हासिल गर्न सकिँदैन हजुर सजिलै पाएको कुरोको महत्त्व हुँदैन दाजुलाई के लाग्छ हजुर केबल कार बन्ने भन्दा नि हजुर नबन्नेकै नबनेकै ठिक त्यसको उन्नेका नै घट्छ क्या हजुर 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 आउनुभयो कहाँबाट आउनुभयो दाजु झापाबाट आउनु भएको छ है दाजुको पनि राय चाहिँ नबने हुन्थ्यो भन्ने रहेको छ साथीहरू माथि जाने क्रम र झर्ने क्रम जारी छ साथीहरू म हजुरहरूलाई चाहिँ आज यो पुण्यभूमि पाथिबरा क्षेत्रमा आएर चाहिँ अपडेट दिइरहेको छु हजुरहरूलाई राय यहाँको चाहिँ तीर्थयात्रीहरूको अपडेट गराइरहेको छु कसैको चाहिँ राय छ साथीहरू बन्नुहुन्छ भन्नु हुँदैछ भने चाहिँ धेरै जसोले सायद बन्नु हुँदैन पनि भनिराख्नु भएको छ हजुरहरूले भिडियो हेरेर प्रतिक्रिया दिनु होला हजुरहरूको राय सरसल्लाह एकदमै इम्पोर्टेन्ट छ साथीहरू र यहाँ पाथिबरा लेखेको हजुरहरूले बोर्डमा देख्न सक्नुहुन्छ कसैले चाहिँ पाथिबरालाई नै यहाँनिर चाहिँ केरकार गरिदिनु भएछ यो ब्याड ह्याबिट है साथीहरू रिस उठ्छ भनेदेखि चाहिँ सम्बन्धित ठाउँमा गएर आफ्नो रिसलाई चाहिँ आवेगलाई त्यहाँ गएर पोख्नु होला तर यस्तो प्रकारको गतिविधि राम्रो होइन है यहाँ दुनियाँबाट आस्था राखेर मातालाई चाहिँ दर्शन गर्न आउनुहुन्छ यो ठाउँमा यो खालको चाहिँ तपाईँहरूको चाहिँ जसले गर्नुभएको छ यो एकदमै नराम्रो कुरा हो यस्तो नगरिदिनु होला भन्ने चाहिँ मेरो चाहिँ सुझाव रहेको छ दाजु यो हजुरले चाहिँ गर्दै हिँडिराख्नु भएको छ नि यसलाई चाहिँ के भनिन्छ दाजु हजुर यो भन्छ प्रणामी दण्ड प्रणामी दण्ड अपनाएर
दाजु चाहिँ तल्लो फेदीदेखि माथि जानु माताको दर्शन गर्न गइराख्नु भएको छ। एकदम कष्टको साथमा जानु भइरहेको रहेछ। अलिकति अनौठो कुरा देखेँ है, यो चाहिँ मैले अहिलेसम्म देखेको थिएन क्या। अब यत्तिकै जाने, यो गर्दै जाने हजुर? एकचोटि फेरि गरिदिनु त। यो पुरै चाहिँ जमिनमा साथीहरू दाजु चाहिँ आफ्नो चाहिँ शरीरलाई नै चाहिँ तल चाहिँ के भन्छ प्रणामी दण्ड दिएर चाहिँ बिस्तारै बिस्तारै माथि अघि बढिराख्नु भएको छ, माथि माताको दर्शन गर्नको लागि साथीहरू। अनि एउटा कुरो जस्तै यहाँ केबल कार बन्ने हुन्थ्यो भन्ने एउटा पक्ष छ, एउटा नबन्ने हुन्थ्यो भन्ने पक्ष छ। हजुरहरूको धारणा के छ? यो स्वास्थ्यको लागि साँच्चै भनियो भने हामीलाई यो हिँड्न नै ठिक छ, हिँड्न नै ठिक छ है। किनभने जति हिँडेर हामी त्यहाँ पाथी भएर माताको चाहिँ दर्शन गर्छौँ नि, हजुर केबल कार बन्यो भने यसको उपयोगिता चाहिँ घट्छ जस्तो लाग्छ। तर एउटा के छ भने केबल कारले अहिले यहाँ अशक्तहरूलाई चाहिँ अलिकति सुविधा हुन्थ्यो, किनभने हाम्रा बुवा आमा अशक्त उमेर पाकेका मान्छे पनि त्यहाँ पुग्नुहुन्थ्यो। एउटा फाइदा चाहिँ त्यो केबल कारबाट छ। हजुर आउनुभएको कहाँबाट? हामी सिन्धुलीबाट। ओके, सिन्धुलीबाट। दाजुको नाम? मेरो कृष्णप्रसाद दाहाल। कृष्णप्रसाद दाहाल हुनुहुन्छ। उहाँको पक्ष चाहिँ नबने हुन्थ्यो भन्ने राय हो। यो उत्तम, तर बुढापाकाको लागि, वृद्धहरूको लागि चाहिँ, अशक्तको लागि चाहिँ त्यसलाई उहाँहरूलाई पनि यहाँ आउन मन लाग्छ। त्यसले गर्दा त्यसको लागि वैकल्पिक अरू केही गर्दा हुन्छ भन्ने कुरो होइन। ल, पातिबडा माता कि। कहाँबाट आउनुभएको हजुरहरू? हामी काठमाडौँ दक्षिण काली। काठमाडौँ दक्षिण काली। अनि जस्तै अहिले दाजु यहाँ एउटा विवादित विषय छ नि, यो चाहिँ पाथिबडामा केबल कार बन्नुपर्छ भन्ने एउटा पक्ष हुनुहुन्छ, एउटा बन्नु हुँदैन है भन्नु। हजुरहरूको चाहिँ के छ धारणा यसमा? बन्नुपर्छ भन्ने धारणा हो, तर यहाँ स्थानीयको माग पनि सुन्नुपर्छ कि। हजुर, स्थानीयले व्यवस्था गर्यो भने त त्यो बनाउन सकिँदैछ। हजुर, यहाँ स्थानीयले चाहिँ स्थानीयको मागलाई सम्बोधन गर्यो भने त बनाउने पक्षमै हो नि, त्यो त बनाउनै पर्छ। त्यो त जस्तै स्थानीयले चाहिँ स्थानीयको मागलाई चाहिँ सम्बोधन गर्नुपर्छ। हुँदाखेरि आउने जस्तै तीर्थयात्रीहरूको लागि चाहिँ तपाईँको अहिले 5000 छ भने केबल कार बन्यो भने त 15000 जम्मा 1 घन्टाको बाटोलाई तपाईँको प्रति व्यक्ति चाहिँ त 10 जना हालेर 4-4 हजार, जानलाई 4000 आउनलाई 4000 भने त्यो त तपाईँको चाहिँ त्यो लुटतन्त्र भइहाल्यो नि। त्यो त तपाईँको 8000 जान आउनलाई साथीहरू लगभग ताप्लेजुङदेखि हाम्रो काफ्ले बाटिकासम्म चाहिँ 13-14 किलोमिटरको बाटोलाई चाहिँ 8000 रुपियाँ चाहिँ दिनुपर्ने हुन्छ है। यहाँ एउटा सिन्डिकेट रहेको छ। हजुर, त्यो भनेको त तपाईँको त त्यो त यो त उहाँहरूको त त्यो लुटतन्त्रै हो नि। त्यो हजुर, भनेपछि केबल कार बन्नुपर्छ र चाहिँ त्यो सिन्डिकेट हट्नुपर्छ होइन दाजु भन्ने पक्षमा हजुर हुनुहुन्छ। हजुरको शुभ नाम दाजु? सागर श्रेष्ठ, दक्षिण काली, काठमाडौँबाट चाहिँ साथीहरू हाम्रो ठुलो पाथिबडा माताको दर्शन गर्नलाई आउनु भएको छ। ग्रुप ठुलो छ जस्तो छ हजुरहरूको है? 20 जना हुनुहुन्छ। कति दिन भयो यहाँ आउनुभएको दाजु? उताबाट हिँडेको? तपाईँको यहाँ आज 4 दिनमा दर्शन गरियो। 4 दिनमा दर्शन गरियो है। ल दाजुलाई धेरै धेरै धन्यवाद दाजु। साथीहरू हेर्नु त, यहाँनिर टावर देखिराख्नु भएको छ नि, माथिल्लो फेदीदेखि लगभग अब म तल्लो फेदी आइसकेको छु। 2-4 मिनटको बाटो बाँकी रहेको छ। मैले चाहिँ साथीहरू ठुलो पाथिबडा माता जो चाहिँ यहाँ माथि सबैभन्दा टपको डाँडामा है हाम्रो ठुलो पाथिबडा माता स्थापित हुनुहुन्छ। काफ्ले पाटिकादेखि ठुलो पाथिबडा माताको दर्शन गर्न जाँदा चाहिँ के केबल कार अहिलेको समयमा जरुरत छ, इम्पोर्टेन्स छ त भनेर धेरैजना तीर्थयात्रीहरूको राय सरसल्लाह आजको यो योगेन ब्लगमा लिँदै गर्दाखेरि कैयौँको चाहिँ केबल कार बन्दा केही फरक पर्दैन भन्ने थियो भने कतिपय चाहिँ तीर्थयात्रीहरूको अहिलेको समयमा केबल कारको चाहिँ आवश्यकता छैन, हामी चाहिँ हिँडेरै पनि जान सकिन्छ। अलिकति दुःख कष्टको साथ माताको दर्शन गर्न जाँदाखेरि चाहिँ त्यसको भ्यालु, त्यसको इम्पोर्टेन्स चाहिँ अझ बढी हुन्छ भन्ने रह्यो है। मेरो आफ्नो चाहिँ व्यक्तिगत चाहिँ धारणा म चाहिँ हुनुपर्छ भन्नेतिर पनि छैन, हुनु हुँदैन भन्नेतिर पनि छैन साथीहरू। बट मैले यहाँ आएर फिल्डमा आएर चाहिँ माथिल्लो फेदीदेखि लगभग अब यहाँ तल्लो फेदीसम्म आइपुग्दै गर्दाखेरि के देखेँ भने चाहिँ यहाँ कैयौँ साथीहरू होटल व्यवसायीहरू सानसानो घरहरूमा सञ्चालन गरेर बस्नु भएको छ है। पाथिबडा दर्शन गर्न आउने दर्शनार्थीहरूलाई बास बस्ने चाहिँ सेवा सुविधाहरू चाहिँ कैयौँ साल चाहिँ तपाईँको चाहिँ 100औं वर्ष अगाडिदेखि दिएर बस्नु भएको छ। उहाँहरूको एउटा रोजीरोटीको कुरा मैले देखेँ यहाँनिर है।
त्यस पछाडि ढाकर बोकेर चाहिँ ढाकरमा चाहिँ भनौँ न आफ्नो डोकोमा जो अलिकति वृद्ध अवस्थामा हुनुहुन्छ, केटाकेटी हुनुहुन्छ, हाम्रो काफ्ले बाटिकादेखि चाहिँ हिँडेर साथीहरू माथि माताको मन्दिरसम्म पुग्न नसक्ने अवस्थाको चाहिँ दर्शनार्थीहरूलाई पनि उहाँहरूले चाहिँ काँधमा बोकेर होस् अथवा डोकोमा बोकेर होस् उहाँहरूले त्यो सेवा सुविधा पनि यहाँ दिइराख्नु भएको छ। उहाँहरूको पनि एउटा रोजीरोटीको कुरा रहेछ। र कैयौँ यहाँनिर साथीहरू हजुरहरूले देखिहाल्नुभयो ब्लगमा हजारौँ साल अगाडिदेखिका लाली गुराँसका बोटहरू, त्यस पछाडि यहाँ रहेका चाहिँ जडीबुट्टीहरू, चराचुरुङ्गीहरू है र अन्य धेरै प्रकारका चाहिँ प्राकृतिक साथीहरू वन्यजन्तुहरू र विभिन्न चाहिँ यो चाहिँ काफ्ले बाटिकादेखि हाम्रो माथि चाहिँ पाथिबडा माताको मन्दिरसम्म पुग्दाखेरि चाहिँ सानो पाथिबडा माता हुनुभयो, त्यो छुट्टिनु हुने रहेछ बिच बाटोमै। त्यस पछाडि मुकुलुङ हजुरहरूले चाहिँ देखिहाल्नुहुन्छ, जो मुकुलुङ चाहिँ यहाँको चाहिँ अलिकति चाहिँ हाम्रो किराँती भनौँ न चाहिँ दाजुभाइहरूको एउटा चाहिँ आस्था छ। त्यो आस्थालाई पनि बिचबाट चाहिँ क्रस गरेर चाहिँ एकैचोटि अब यो बिजुलीको तार एज अ इक्जाम्पल हजुरहरूले देखिहाल्नुभयो, यसरी नै माथिबाट चाहिँ साथीहरू क्रस गरेर यहाँबाट चाहिँ जाने हुनुभयो क्या। र त्यो कारणले गर्दाखेरि पनि अलिकति अहिलेको समयमा आवश्यकता छैन कि भन्ने देखिँदो रहेछ फिल्डमा आएर चाहिँ। हजुरहरूको चाहिँ टिक्का टिप्पणी के छ कमेन्ट मार्फत ड्याङ 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 राय सरसल्लाह चाहिँ दिनु होला साथीहरू। मेरो ब्लगमा फर्स्ट टाइम भिजिट गर्नुभएको हो भनेदेखि जस्ट ब्लगलाई चाहिँ सब्सक्राइब गरिदिइहाल्नु होला, भिडियो मन पर्यो भने लाइक गरिदिनु होला र भिडियोलाई सेयर गरेर दुनियाँभरि अहिले यहाँ चाहिँ विवादित जुन यो विषय छ साथीहरू, केबल कार चाहिँ को विषय जुन छ बने हुन्थ्यो भन्ने एउटा विषय छ, एउटा चाहिँ नबने हुन्थ्यो भन्ने विषयले चाहिँ यहाँ ठुलो हङ्गामा भयो, आन्दोलन भयो है, चाहिँ सरकार पक्षबाट पनि साथीहरू चाहिँ क्षति भयो। त्यस पछाडि चाहिँ यहाँको चाहिँ जुन आन्दोलनकर्ताहरू हुनुहुन्थ्यो आफ्नो संस्कृति, आफ्नो मौलिकता, धर्मलाई नमासियोस् है, आफ्नो रोजीरोटीको कुराहरू छ यहाँ न चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ नगुमोस् भनेर आन्दोलन गरेर पनि उहाँहरूले ठुलो एउटा चाहिँ राज्यलाई साथीहरू चाहिँ योद्धाहरूले चाहिँ ज्यान दिएर पनि यो ठाउँ चाहिँ अहिले चाहिँ यो केबल कार नबनोस् है भनेर आन्दोलन गरेर उहाँहरूले पनि क्षति बेहोर्नु भएको छ है। यो दुनियाँभरि हजुरहरूले सेयर गरेर छरिदिनु होला, हजुरहरूले पनि साथीहरू प्रतिक्रिया दिनु होला। आजको ब्लग अलरेडी लामो भइसकेको छ, नेक्स्ट ब्लगमा फेरि चाँडै भेटौँला है साथीहरू। आजको लागि चाहिँ छुट्टी होला, सी यू देन साथीहरू, बाई।